हामीहरू यस्तो समयमा आफ्नो मण्डली चलाइरहेका छौँ जुन समय चाहिँ द्रुत गतिले बदलिरहेको छ। सारा संसारहरूमा विभिन्न प्रकारका परिवर्तन आइरहेका छन्। अनि आजकलको जमानामा हामी सुन्छौँ एआई, आर्टिफिसियल इन्टेलिजेन्स, गजबको दुनियाँ छ। मैले केही सिकिरहेको छु। अनि यस्तो खालको अल्ट्रा मोडर्न टेक्नोलोजिकल वर्ल्डमा परमेश्वरको वचनलाई कसरी प्रचार गर्ने, यसको बारेमा हामीले धेरै सोच्नु परेको छ। म प्रभुलाई धन्यवाद दिन्छु कि हजारौँको सङ्ख्यामा हाम्रो नेपाली जगतमा यस्ता पास्टरहरू छन् जुनहरूले निर्भीक भइकन परमेश्वरको वचनलाई सम्झौता नगरिकन लगातार प्रचार गरिरहेका छन्। उहाँहरूलाई हामीले धन्यवाद दिनुपर्ने कुरा हो। तर त्यसको साथसाथै हामीले के पनि देखिरहेका छौँ भनेदेखि टेक्नोलोजिकल एडभान्समेन्ट मात्र होइन, तकनिकीको प्रगति मात्र होइन, तर मानिसहरूको विश्वासमा पनि धेरै समस्याहरू आइरहेका छन्। तर यदि तपाईँले प्रेरितको पुस्तक पढ्नुभयो भनेदेखि, पौलका चिठी, पत्रसका चिठीहरू पढ्नुभयो भनेदेखि तपाईँले के थाहा पाउनुहुन्छ भनेदेखि विश्वासीहरू यस्तै नै हुन्छन्। कोही चुपचाप लुकीछुपी मूर्ति पूजा गर्ने हुन्छन्, कोही चुपचाप कुनै पाप गरिरहेका हुन्छन्, कोही झगडालु हुन्छन्, कोही अमिल्दो कुरा मात्र गर्दछन्। थरीका विश्वासीहरू हुन्छन् जो हामीहरूको मण्डलीहरूमा आइतबारको दिनमा या नेपालमा भनौँ भनेदेखि शनिबारको दिनमा र अरू समयहरूमा आइकन प्रभुका वचनहरू सुन्दछन्। त मलाई कस्तो लाग्यो भनेदेखि मान्छेको स्वभावको बदली भएको छैन, तर परमेश्वरको वचनलाई पनि हामीले मान्छेको स्वभाव अनुसार अनि मान्छेको माग अनुसार हामीले कहिले प्रचार गर्नु भएन। एउटा खतरा के छ भनेदेखि थुप्रो मान्छेलाई आफ्नो चर्चमा आओस् भन्ने इच्छाले, धेरै मानिसहरूले यीशु मसीहलाई विश्वास गरोस् भन्ने इच्छाले हुन सक्दछ कि हामीले वचनको जुन मूल्यता छ त्यसमा अलिकति भए पनि कम सम्झौता गर्ने, अलिकति भए पनि त्यहाँ तरलता भन्ने कुरो ल्याइदिने। तर मेरो भाइ बहिनीहरू, हामीहरूलाई परमेश्वरले उहाँको वचन प्रचार